मध्यपूर्वको आकाशमा शान्तिको अन्तिम अवशेष अब धुवाँ र बारुदको गन्धमा बिलाएको छ। दशकौंदेखिको तनाव, छाया युद्ध र छिटपुट संघर्षले अन्ततः एउटा यस्तो बिन्दु पार गरेको छ जहाँबाट पछाडि फर्कने बाटो अत्यन्तै साँघुरो र खतरनाक देखिन्छ। इरान र इजरायल बीचको दुश्मनी अब कुनै गोप्य कारबाही वा प्रोक्सी युद्धमा सीमित रहेन। 30 वर्ष लामो यो द्वन्द्व अब एउटा खुल्ला, प्रत्यक्ष र विनाशकारी युद्धमा परिणत भएको छ। इजरायलद्वारा इरानको संवेदनशील परमाणु कार्यक्रमलाई लक्षित गरी गरिएको अभूतपूर्व हवाई हमलाको जवाफमा इरानले सयौं ब्यालिस्टिक क्षेप्यास्त्रहरू इजरायली भूमितर्फ प्रहार गरेपछि सम्पूर्ण क्षेत्र युद्धको आगोमा हुमिएको छ। युद्धले भयानक मोड लिएसँगै यतिबेला इरानले अमेरिका, बेलायत र फ्रान्स जस्ता पश्चिमी शक्तिहरूलाई इजरायलको प्रतिरक्षामा नउत्रन ठाडो चेतावनी दिँदै आगामी दिनमा उनीहरूका सैन्य अखडा र जहाजहरूलाई निशाना बनाउने धम्की दिएको छ। दर्शकवृन्द, आउनुहोस् आजको यस श्रृङ्खलामा हामी मध्यपूर्वमा विकसित हुँदै गरेको यो विनाशकारी युद्धका सम्भावित परिणाम र यसले विश्व राजनीतिमा पार्ने असरको बारेमा विशेष चर्चा गर्नेछौं। इरान र इजरायल बीच चलिरहेको दशकौंदेखिको छाया युद्ध यतिबेला खतरनाक र खुल्ला सैन्य टकरावमा परिणत भएको छ। शुक्रबारको बिहान लगभग 200 इजरायली लडाकु विमानहरूले इरानको आकाशमा एकैसाथ भीषण आक्रमण सुरु गरे। यो आक्रमणलाई धेरैले एक अभूतपूर्व र अप्रत्याशित मानेका छन्। इजरायलले यो आक्रमणलाई अपरेसन राइजिङ लाइन नाम दिएको छ, जहाँ उसको उद्देश्य इरानको आणविक महत्वाकांक्षा र सैन्य क्षमतालाई जरैदेखि उखेल्नु थियो। इजरायलले गरेको यो आक्रमणमा सबैभन्दा इरानको शीर्ष सैन्य नेतृत्वमाथिको सटिक र घातक प्रहार गरिएको थियो। तेहरानमा बिहान करिब 33 मिनेटमा गरिएको पहिलो विस्फोटमा इजरायली जेटहरूले इरानी सेनाका प्रमुख मेजर जनरल मोहम्मद बघेरी र इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्सका प्रमुख जनरल हुसेन सलामी जस्ता शीर्ष अधिकारीहरूलाई निशाना बनाएका थिए। रिपोर्टहरूका अनुसार इजरायली जेटहरूले यी अधिकारीहरू बसेका अपार्टमेन्ट र पेन्ट हाउसहरूमा उनीहरू सुतिरहेको कोठासम्मलाई निशाना बनाएर ध्वस्त पारिएको थियो। यो अपरेसनको सफलतामा इजरायलको गुप्तचर एजेन्सी मोसादको महत्वपूर्ण भूमिका मानिन्छ। इजरायलले दावी गरेको छ कि महिनौंदेखि इरानभित्र जमिनमा रहेका मोसादका प्रमुख एजेन्टहरूले पाइलटहरूसँग समन्वय गरिरहेका थिए। उनीहरूले इरानको शीर्ष सैन्य कमान्ड संरचनाको वास्तविक स्थान र उनीहरूको आवत जावतको बारेमा सटिक जानकारी र कोअर्डिनेटहरू प्रदान गरेका थिए। अझ रोचक कुरा त यो छ कि मोसादका एजेन्टहरूले इरान भित्रैबाट ड्रोन लन्च गर्न सफल भए। यी ड्रोनहरूले पहिले इरानी राडार स्टेशनहरूलाई निशाना बनाएर निष्क्रिय पारे, जसले गर्दा इजरायली लडाकु विमानहरूलाई इरानी हवाई क्षेत्रमा प्रवेश गर्न सुरक्षित मार्ग खोल्यो। यो तरिका युक्रेनको अपरेसन स्पाइडरसँग मिल्दोजुल्दो थियो, जहाँ दुश्मनको इलाका भित्रैबाट ड्रोन आक्रमण गरिन्छ। यो हमलाले एकपटक फेरि मोसादको पहुँच र पकड इरानी सुरक्षा संयन्त्रमा कति गहिरो छ भन्ने कुरा विश्वलाई देखाइदिएको छ। सन् 2020 मा कासिम सुलेमानीको हत्यापछि यो सबैभन्दा उच्च स्तरको हत्या अभियान हो। यो अपरेसनमा इजरायलको लक्ष्य सैन्य नेतृत्व, वैज्ञानिक र इरानको आणविक कार्यक्रम केन्द्रहरूमाथि आक्रमण गर्नु रहेको थियो। उसले पहिलो लक्ष्य हासिल गरेसँगै तेहरानबाट 250 किलोमिटर टाढा रहेको नतान्ज युरेनियम सम्वर्धन केन्द्रमा केही मिनेटको अन्तरालमा भयानक आक्रमण गरी यहाँका भौतिक पूर्वाधार ध्वस्त बनाएको थियो। यो केन्द्र इरानको मुख्य आणविक सम्वर्धन स्थल हो, जहाँ आणविक इन्धन उत्पादन गरिन्छ। त्यसो त आईएईए पनि केही घण्टामै नतान्ज माथिको आक्रमणको पुष्टि गरेको थियो। सेटेलाइट तस्बिरहरूले देखाए अनुसार इजरायली हवाई हमलाले यस केन्द्रमा ठूलो क्षति पुर्याएको छ। धेरै भवनहरू र ऊर्जा पूर्वाधारहरू या त पूर्ण रूपमा ध्वस्त भएका छन् या नराम्ररी क्षतिग्रस्त भएका छन्। तर इजरायलको यो हमलाले जमिनभन्दा धेरै तल सुरुङभित्र रहेका इरानका सेन्ट्रिफ्युज हलहरूलाई क्षति पुर्याउन नसकेको अनुमान गरिन्छ, जहाँ वास्तविक युरेनियम सम्वर्धनको काम हुने गर्दछ। आईएईए का अनुसार इरानसँग केही यस्तो क्षमता छ जुन इजरायलको अत्याधुनिक बमबारीबाट पनि ती केन्द्रहरू सुरक्षित रहन सक्छन्। इजरायलले नतान्जका साथै फोर्डो र इस्फहान जस्ता अन्य आणविक साइटहरूमा पनि आक्रमण गरेको थियो। यी आक्रमणहरूमा पनि इरानका जमिनी पूर्वाधारहरूमा मात्र क्षति पुगेको बताइन्छ। यो आक्रमणको अर्को पक्ष इरानका शीर्ष आणविक वैज्ञानिकहरूलाई निशाना बनाउनु थियो, जहाँ इजरायल सफल भएको छ।
इरानी आणविक ऊर्जाका पूर्व प्रमुख फर्दुन अब्बासी र मोहम्मद मेहदी सहित 6 जना शीर्ष वैज्ञानिकहरू मारिएका छन्। इजरायलले परम्परागत सैन्य माध्यमबाट वैज्ञानिकहरूलाई निशाना बनाएको यो पहिलो घटना हो। पहिले यस्ता हत्याहरू गोप्य अपरेसन मार्फत हुन्थे र इजरायलले त्यसलाई अस्वीकार गर्थ्यो, तर अब स्थिति यस्तो बनेको छ इजरायलले खुलेरै वैज्ञानिकहरूलाई समेत मार्न थालेको छ। इरानको जवाफ ड्रोन र ब्यालिस्टिक मिसाइल। आफ्नो आणविक कार्यक्रम, सैन्य नेतृत्व र वैज्ञानिकमाथि भएको यति ठूलो आक्रमणपछि इरान चुप लागेर बस्न सक्दैनथ्यो। आक्रमणको भोलिपल्टै इजरायली प्रधानमन्त्री नेतन्याहुले विश्वलाई चेतावनी दिँदै भने कि आइडिएफ र मोसादको यो अपरेसन तबसम्म चल्नेछ जबसम्म इरानको आणविक खतरा समाप्त हुँदैन। उनको यो बयान आएको केही घण्टामै इजरायलले इरानमाथि फेरि हवाई हमला सुरु गर्यो। यता इरानले जवाफी कारबाही स्वरूप 2-3 अपरेसन चलाएको छ। 2-3 मतलब सच्चा प्रतिज्ञा भाग 3। यहाँ भाग 3 भन्नाले इरानले यसअघि नै इजरायलमाथि 2 पटक जवाफी हमला गरिसकेको हुनाले यसलाई भाग 3 भनिएको हो। वास्तवमा इरानले दिएको यो नामले नै इरान आफ्नो राष्ट्रिय स्वाभिमान र सैन्य क्षमतामाथि भएको प्रहारको बदला लिन कति प्रतिबद्ध छ भन्ने संकेत गर्दछ। इरानका सर्वोच्च नेता आयतोल्लाह खोमेनीले एक टेलिभिजन सम्बोधनमा इजरायलको आक्रमणलाई युद्धको घोषणाको संज्ञा दिए लगत्तै इरानले तेल अभिवतर्फ 150 भन्दा बढी ब्यालिस्टिक मिसाइलहरू प्रहार गर्यो। यो आक्रमण सन् 1980 को दशकको इरान इराक युद्धपछि इरानले गरेको सबैभन्दा ठूलो मिसाइल आक्रमण थियो। त्यसो त यसपटक ब्यालिस्टिक मिसाइल प्रहार गर्नुअघि उसले 100 भन्दा बढी ड्रोनहरू पनि इजरायलतर्फ पठाएको थियो, तर तिनीहरूलाई इजरायली हवाई रक्षा प्रणालीले हावामै रोकेको थियो। त्यसबाट खासै क्षति हुन पाएन, तर ब्यालिस्टिक मिसाइल आक्रमण भने बढी विनाशकारी साबित भयो। प्रारम्भिक रिपोर्टहरूका अनुसार यस आक्रमणमा 30 भन्दा बढी मानिसहरू घाइते भएका छन् र कम्तीमा 3 इजरायली नागरिकको मृत्यु भएको खबर आएको छ। इरानी भूमिबाट ब्यालिस्टिक क्षेप्यास्त्रहरूको लस्कर इजरायलतर्फ सोझिँदा तेल अभिव, जेरुसलेम र अन्य प्रमुख इजरायली शहरहरूमा खतराका साइरनहरू निरन्तर बजिरहेका थिए। आकाशमा क्षेप्यास्त्र र त्यसलाई रोक्न प्रहार गरिएका एन्टिमिसाइल प्रणालीहरूको टकरावले आकाश पूरै झिलिमिली थियो, तर यो कुनै उत्सवको दृश्य थिएन, यो त भयानक विनाशको संकेत थियो। इरानी क्षेप्यास्त्रहरू इजरायली आकाशमा प्रवेश गर्दा तेल अभिव, जेरुसलेम लगायतका प्रमुख शहरहरूमा खतराका साइरनहरू बज्न थालेका थिए। रातको अन्धकारमा विस्फोटका आवाज र प्रकाशले आम नागरिकलाई बङ्करमुनि लुक्न बाध्य बनायो। इजरायली नागरिक निकै त्रसित देखिन्थे। इजरायली सेनाले आफ्नो आइरन डोम लगायतका हवाई प्रतिरक्षा प्रणाली मार्फत धेरै क्षेप्यास्त्रहरूलाई आकाशमै निस्तेज पारेको दावी गरे तापनि इरानका अधिकांश क्षेप्यास्त्रहरू आफ्नो निशानामा पुग्न सफल भएका थिए। यसको मुख्य कारण इरानले ड्रोन र ब्यालिस्टिक मिसाइल एकै पटक प्रहार गर्नु हो। यति बेला इरान इजरायल द्वन्द्व झनै जटिल बन्दै गइरहेको छ। आइतबार बिहानसम्म पनि स्थिति तनावपूर्ण छ। दुवै पक्षबाट आक्रमण र प्रत्याक्रमण जारी राखेका छन्। तेहरानमा समेत विस्फोटका आवाजहरू सुनिएका छन्, जसले इजरायली वायुसेनाले इरानभित्र आफ्ना हमलाहरू जारी राखेको संकेत गर्दछ। इरानले आफ्नो आक्रमण इजरायलका दर्जनौं सैन्य अखडा र हवाई अड्डाहरूमा केन्द्रित गरेको र त्यो सफल भएको बताएको छ। तेहरानमा मानिसहरूले सडकमा निस्किएर खुसियाली मनाएका छन्। यो घटनाक्रमले दुई देश बीचको छाया युद्ध अब खुल्ला र प्रत्यक्ष युद्धमा परिणत भएको स्पष्ट पारेको छ, जसले सम्पूर्ण क्षेत्रलाई नै अस्थिरताको भुमरीमा धकेलिदिएको छ। अहिले मध्यपूर्वको स्थिति वास्तवमा खतरनाक मोडमा पुगेको छ। इरान र इजरायलले शनिबार राति फेरि एकपटक एक अर्कामाथि भीषण क्षेप्यास्त्र प्रहार गरेका छन्। यति बेला दुई देशबीच द्वन्द्व जारी छ। यो प्रत्यक्ष सैन्य टकरावले छिट्टै नै एक पूर्ण क्षेत्रीय युद्धको रूप लिन सक्ने प्रबल सम्भावना छ। यदि यस्तो भयो भने यसमा अन्य क्षेत्रीय र विश्व शक्तिहरू पनि तानिन सक्छन्, जसले मध्यपूर्वलाई एक अनियन्त्रित द्वन्द्वको भुमरीमा धकेल्नेछ। द्वन्द्वको भविष्य, क्षेत्रीय युद्धको खतरा। वास्तवमै मध्यपूर्वको अवस्था निकै खतरनाक मोडमा पुगेको छ। यति बेला दोहोरो भिडन्त जारी छ। यो प्रत्यक्ष सैन्य टकरावले छिट्टै नै एक पूर्ण क्षेत्रीय युद्धको रूप लिन सक्छ। यदि यस्तो भयो भने यसमा अन्य क्षेत्रीय र विश्व शक्तिहरू पनि तानिन सक्छन्, जसले मध्यपूर्वलाई एक अनियन्त्रित द्वन्द्वको भुमरीमा धकेल्नेछ। यहाँ इरान इजरायल युद्धको कुरा गर्दा अमेरिका सधैँ अगाडि आउँछ। वास्तवमा इजरायलले जे जस्तो कदम चाल्छ त्यसको हरेक निर्देशन अमेरिकाबाटै प्राप्त हुन्छ।
यति बेला इरान इजरायल द्वन्द्वमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका भनाइहरू निकै विरोधाभासपूर्ण र सीधा इजरायलको पक्षमा रहेको देखिन्छ। उनले इजरायलले हमला गर्नुअघि नै आफूलाई मिति थाहा भएको दावी गर्दै भनेका छन्, मलाई थाहा थियो इजरायलले कहिले हमला गर्छ। अझ उनले यसलाई उत्कृष्ट भएको बताएका छन्। ट्रम्पले इरानलाई परमाणु सम्झौतामा आउन 60 दिनको अल्टिमेटम दिएको संकेत गर्दै भनेका छन् कि मैले उनीहरूलाई 60 दिनको समय दिएको थिएँ, आज 61औं दिन हो। यसको मतलब उनले इरानमाथि सैन्य दबाव बढाएको प्रष्ट देखिन्छ। ट्रम्पका बयानहरूले क्षेत्रीय युद्धको चिन्ता नगरी इजरायलको आक्रामक नीतिलाई पूर्ण समर्थन गरेको र इरानलाई सैन्य दबाव मार्फत सम्झौतामा ल्याउने रणनीति अपनाएको स्पष्ट देखिन्छ। यता इरानले भने इजरायलको हमलामा अमेरिकाको संलग्नता रहेको आरोप लगाउँदै त्यसलाई महँगो पर्ने चेतावनी दिएको छ। इरानले आफू कूटनीतिक समाधानका लागि खुला रहे पनि आत्मरक्षाका लागि सैन्य जवाफ दिन पछि नहट्ने स्पष्ट संकेत दिएको छ र इजरायललाई सानो शैतान तथा अमेरिकालाई ठूलो शैतानको संज्ञा दिएको छ। इरानले अन्तर्राष्ट्रिय मञ्चमा इजरायल र अमेरिकाको कार्यको निन्दा गर्न संयुक्त राष्ट्र सुरक्षा परिषदको आपतकालीन बैठकको अनुरोध पनि गरेको छ। यति मात्रै होइन, उसले युके, अमेरिका र फ्रान्सलाई इजरायलको प्रतिरक्षामा नउत्रन चेतावनी दिएको छ। यदि पश्चिमा देशहरूले इजरायलमाथि आफ्नो आक्रमण रोक्न सहयोग गरे, युके, अमेरिका र फ्रान्स तथा उनीहरूका सैन्य अखडा र पानी जहाजमा आक्रमण गर्ने चेतावनी दिएको इरानी सरकारी सञ्चार माध्यमले जनाएका छन्। यति बेला दुवै देश जस्तालाई त्यस्तै अर्थात् टिट फर ट्याटको एक खतरनाक चक्रमा फँसेका छन्। इजरायल र इरान बीचको यो पछिल्लो द्वन्द्वले मध्यपूर्वको भू राजनीतिलाई थप जटिल बनाएको छ। अपरेसन राइजिङ लाइन र अपरेसन 2 प्रमिस 3 ले दुवै देशहरू बीचको शत्रुतालाई नयाँ उचाइमा पुर्याएको छ। यो द्वन्द्वले मध्यपूर्व क्षेत्रमा ठूलो अस्थिरता निम्त्याएको छ। लेबनान, सिरिया र जोर्डन जस्ता छिमेकी देशहरू यो तनावको प्रत्यक्ष प्रभावमा परेका छन्। लेबनानमा इजरायलले हिजबुल्लाहका ठेगानाहरूमाथि गरेको आक्रमणले त्यहाँको स्थिति पनि तनावपूर्ण बनेको छ। यो द्वन्द्व अब गोप्य कारबाही वा छाया युद्धमा सीमित छैन। यो त खुल्ला आकाशमा लडिने युद्ध बनिसकेको छ, जहाँ दुवै पक्ष एक अर्काको अस्तित्वलाई समाप्त पार्न तयार देखिन्छन्। यदि समयमै मध्यपूर्वमा लागेको यो आगोलाई निभाउन नसके, यसले विश्वलाई जलाउन सक्छ।